हेलो गाइजहरु, आज पनि खासै भान्सा पस्ने त मुड थिएन। पकाएर त खुवाउनै पर्यो, मुड नभए पनि के गर्ने त हैन, काम गर्न आएको हो। अनि अक्टोपस आएछ के, यो प्राय जसोले के हो यो भन्नुहुन्छ, अक्टोपस हो। यसको यो कालो कहाँबाट फुटेर निस्केछ एकजनाले भन्नुभएको थियो। यो भित्रको कालोलाई एउटा कुनै सिल्भर त्यो उसमा सुकाउनु, निकालेर त्यसपछि सुकाएर नेपाल ल्याउनु, मलाई ल्याइदिनु भनेर भन्नुहुन्थ्यो। अब कहाँ गराउनु है, म त्यति जान्दिनँ। यसको भित्र कालो हुन्छ, त्यसलाई चाहिँ सुकाएर ल्याइदिनु। हात खुट्टा भाँचिएको, कम्मरहरू सड्केको, मर्केको सबै ठिक हुन्छ भनेको थियो। हुन पनि रहेछ, हाम्रो यो घरको केटाको हात मर्केको थियो, भाँचेकै चाहिँ थिएन। एकजना टिचरले गराइदिएको रहेछ, ल्याइदिएका। कालो यस्तै सुकेको कालो चिज थियो, त्यसबाट निस्क्यो के निस्किनु त मलाई त्यति आइडिया छैन हैन। यो कालो भागलाई सुकाएर राख्यो भने पछि हात खुट्टा मर्केमा भाँचेमा कसैलाई दिनाउने, आफूलाई पनि प्रयोग गर्न हुने भनेको थिएँ। मैले पनि त्यसलाई टेस्ट गरेको, नुनिलो हुँदो रहेछ, त्यस्तो खासै घिनलाग्दो केही पनि हुँदैन रहेछ हुन त। आज चाहिँ यसमा क्याप्सा हो बनाउने। यो अहिले मैले पानीमा उसिन्छु है यसलाई, अनि सफा हुन्छ के, त्यसपछि देखाउँछु है त। लास्टसम्म हेर्नु होला, उसिनिसके पछाडिको रेसिपी हो क्या। मैले अक्टोपसलाई उसिनिसके पछाडि यसको स्वरूप यस्तो हुन्छ। अब यसको पनि मैले यो कालो खुट्टाको भागलाई सबै मैले निकालिदिन्छु। त्यस्तै खाए पनि हुन्छ, तर यो घरमा मन पराउँदैन है। त्योबाट निकालेको पानी, त्यो उसिनेको पानी चाहिँ यस्तो कालो आउँछ, रातो यस्तो आउँछ कि। अब यसलाई धेरै सफा गर्नुपर्छ। अहिले चिसो भइसकेछ क्या, भिडियो लामो हुन्छ। थोरै जसोले त मैले लामो भए पनि म त हेर्छु भन्नुभएको है। लाइभ खुल्दैन, लाइभमा देखाउने थिएन। लाइभसम्म कति दिनलाई गएको रहेछ। आज अक्टोबर 9 हो, आज खुल्ने त भनेको थियो। अहिले ट्राई गर्छु म लाइभमा आउने। ओके, यसमा पकाउने हो क्याप्सा है। यो चाहिँ अहिले अति तातो छ, यो सबै जान्छ फेरि। यसलाई त अहिले म यस्तो सफा गर्छु कि सेतो बनाउँछ है गाडीहरू। यो सबै सेतो हुन्छ है, यो सब गएर अहिले सेतो हुन्छ। यसलाई मैले निकाल्छु हातले नै, अहिले तातो छ। ओके, यसको चाहिँ पकाउने तरिका यस्तो हो। राम्रो त आउँदैन मलाई पकाउने तरिका है, यहाँ मलाई जे सिकाएछन् त्यस्तै गर्ने हो, त्यस्तो कुनै एक्स्ट्रा आउँदैन मलाई। ओके, यसलाई पकाउने त्यसरी होइन भन्नुहुन्छ कसैले, थाहा छ। यसका धेरै तरिका छन् पकाउने। यहाँ चाहिँ मसला खान्छन् यसको, अनि फेरि क्याप्सा खान्छन् है। आज मैले यसमा क्याप्सा बनाउन जाँदैछु। क्याप्सा कसैले भन्नुहुन्छ खाप्सा, त्यो साउदीको भाषा हो। यहाँ चाहिँ क्याप्सा, मकबुस, यस्तै। तर यो चिसो भइसकेपछि मात्रै काट्छु, भिडियो धेरै लामो भयो। हस्, हेर्नु।